सम्पूर्णमा नमस्कार। हामी एभर सैनिक माध्यमिक विद्यालयबाट हो। हाम्रो माध्यमिक यस विद्यालयले यस वर्षको हाम्रो यो वार्षिक परीक्षाफल प्रकाशित गरेको छ। वार्षिक परीक्षाफल प्रकाशित गर्दै जाँदाखेरि उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उनीहरूलाई पठन पाठनमा हिम्मत बढोस्, उनीहरूको जीवनमा सधैँ सकारात्मक भावना उत्पन्न होस् र उनीहरूले हरेक पठन पाठन भनेको जीवनको अभिन्न अङ्ग मानुन् भनेर हाम्रो यस विद्यालयले उनीहरूलाई हरेक विद्यार्थी भाइ बहिनीहरूलाई दीक्षान्त कार्यक्रम आयोजना गर्यौँ। उनीहरूलाई हामीले एउटा कपी दियौँ, चकलेट मिठाई दियौँ र निधारमा रातो टीका लगाएर उनीहरूको हिम्मतलाई अझ गाढा बनाउने प्रयास गरिरहेका छौँ। हामीले हाम्रा बालबालिकाहरूलाई सधैँ सुरक्षित, स्वास्थ्य, दीर्घायु राख्नुपर्छ र सकारात्मक सोच बनाउन जरुरी छ। हामी अभिभावक भएर हाम्रा बालबालिकाहरूको भाग्य र भविष्य निर्माणमा सधैँ जुट्नुपर्छ, लाग्नुपर्छ र विद्यालय दोस्रो परिवार हो भने घर पहिलो परिवार हो। पहिलो गुरु बुवा आमा हुन् भने दोस्रो गुरु शिक्षक हुन्। त्यसकारण गर्दाखेरि शिक्षक भनेका उनीहरूको उज्यालो भविष्यको लागि अगाडि बढाउन र भाग्य र भविष्य निर्माण गर्न आफू मोमबत्ती जस्तै भएर उनीहरूलाई उज्यालो दिन, प्रकाश पार्न सधैँ सहज तरिकाले उपस्थित रहने एक कुशल व्यक्तित्व हुन्। शिक्षक हुन सजिलो छैन, शिक्षक हुन पक्कै सजिलो छैन। उनीहरूको भावना अनुरूप उनीहरूलाई प्रशिक्षण गर्नुपर्छ। परिवारका, गार्जेनका, अभिभावकका कुराहरू, कतिपय कुराहरू तिता नमिठा कुराहरूलाई पनि सहन सक्ने क्षमता हुनुपर्छ, हिम्मत हुनुपर्छ, धैर्य गर्नुपर्छ। यसमा कुनै कमाइ छैन, तर पनि शिक्षकहरू यी बालबालिकाहरूसँग खुसी भएर उनीहरूलाई आफूले सकेको, जानेको शैक्षिक रूपमा शिक्षा हासिल गर्नको लागि अहोरात्र मेहनत गरिरहेका हुन्छन्। यो मेहनतलाई सधैँ सराहनीय गर्दै अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरूलाई बुझिदिनुहोस्। अहिले हाम्रो यो विद्यालयको यो वार्षिक परीक्षा प्रकाशित गरिसकेपछि सबै अभिभावकहरू भागदौडमा रहनुहुन्छ, कुन विद्यालय राम्रो, कुन विद्यालय नराम्रो भनेर। तर त्यसो नगर्नुहोस्। साथीको विद्यालय छोराछोरी राम्रो विद्यालयमा अध्ययन गर्छन् भने त्यहाँको भित्री कुरालाई हेर्नुहोस्। पैसा तिरेर मात्र राम्रो, ठुलो बिल्डिङ देखेर मात्र राम्रो हुँदैन। शिक्षा हासिल गर्नको लागि एउटा अनुशासन र राम्रो जिम्मेवारी बोकेका शिक्षकहरू छन् भने, स्कुलको व्यवस्थापन छन् भने, त्यस स्कुलको प्रिन्सिपल छन् भने, विद्यार्थीहरूलाई उनीहरूले ख्याल गर्छन् भने पक्कै पनि त्यही विद्यालय ठुलो हुन्छ। आखिर प्रमाणपत्र पाउने त सबैले बराबरी नै हो, त्यही नै हो जुनसुकै विद्यालयमा अध्ययन गरे पनि। र अहिले हाम्रो नेपालको सन्दर्भमा भन्नुपर्दाखेरि हाम्रो यो +2 सकिसकेपछि बाहिर जानेको अत्याधिक चाप बढेको छ र हामीले उच्च शिक्षा हासिल गर्नको लागि आफ्ना छोराछोरीहरूलाई विदेश पठाइरहेका छौँ। त्यसले गर्दाखेरि पनि अलिकता शिक्षा भनेको कस्तो हो भन्ने कुरा हामीले बुझ्न पनि सकेका छौँ जस्तो मलाई लाग्दैन। हाम्रो अहिले भएको जुन एउटा शैक्षिक माहौल छ, जुन शिक्षाको एउटा द्वन्द्व चलिरहेको छ, यो द्वन्द्वलाई समस्याको रूपमा लिने होइन, समाधान गर्दै जानुपर्छ। हाम्रा विद्यार्थी भाइ बहिनीहरूले चिनेका शिक्षक, चिनेका साथी, चिनेको विद्यालयमा नै अध्ययन गराइदिउँ र यदि कहीँ कतै जानु पर्यो भने उनीहरूको वास्तवमा किन जानु परेको छ भन्ने कुरा खुलाएर विद्यालय जानकारी गराएर नै लैजानु होला भन्न पनि चाहन्छु। र हामीले हाम्रो शैक्षिक वर्षको शिक्षाहरू दिइरहँदाखेरि हाम्रो विद्यालयमा विद्यालयको पठन पाठन बाहेकका अतिरिक्त क्रियाकलापहरू भइरहेका हुन्छन्। स्टोरी राइटिङहरू हुन्छ, त्यसपछि हाम्रो यो चेस हुन्छ, कबड्डी हुन्छ, विभिन्न किसिमका फुटबल, भलिबल गेमहरू हुन्छ, ब्याडमिन्टनहरू गेमहरू खेलिरहेका हुन्छन्। र त्यस्तै गरी अरू अन्य
वाद विवाद, कविता अनि त्यसपछि आएर गायन क्षेत्रलाई पनि असाध्यै राम्रोसँग विद्यार्थी भाइ बहिनीहरूले चाहिँ सहज रूपमा लिइरहेका छन्। यसले हामीलाई के देखाउँछ भन्दाखेरि हरेक विद्यार्थीहरू चाहिँ प्रथम हुनुपर्छ भन्ने होइन। थोरै नम्बर लिएर आएर अहिले कम्पिटिसन धेरै चलेको छ, नम्बर लिएर आएर तलमाथि हुँदैमा यसमा चित्त दुखाउनु पर्ने आवश्यकता पनि छैन। विद्यार्थीहरूको भाग्य र भविष्य निर्माण गर्नको लागि हजुर हामी सबै जुट्नुपर्छ। उनीहरूलाई गलत बाटोमा होइन, सही बाटोमा उनीहरूले चाहना इच्छा अनुसार स्वतन्त्र भएर उनीहरू जन्मेन, जसरी जन्मेका छन् त्यसरी नै उनीहरूले हुर्कन पाउनुपर्छ। र बालबालिकाहरूलाई हामीले कतै गलत त गरिरहेका छैनौँ, सिकाइको दौडानमा यस्तो नगर उस्तो नगर भनेर हामीले भनिरहँदाखेरि उनीहरूको त्यो सानो दिमागमा कुनै चोट त पुगेको छैनौँ। त्यस्ता खालका कामहरू चाहिँ हामीबाट यदि गरिएको छ भने ती कुराहरूलाई चाहिँ हामीले अब रोक्दै लानुपर्छ र हाम्रा विद्यार्थी, हाम्रा छोराछोरी, हाम्रा यिनी चाहिँ भविष्यका एक असल गहना पनि हुन्। त्यसले गर्दाखेरि त्यो गहनालाई चाहिँ राम्रो बनाउन अलिकति खार्नु नै पर्छ होइन। अलिकति चाहिँ उनीहरूलाई अलिकति अनुशासनमा लिएर आउनको लागि, तर गाली गरेर पिटेर होइन, अलिकति मायाले, अलिकता हाम्रो आफ्नो व्यवहारले उनीहरूलाई परिवर्तन गराउन र गर्न सक्छौँ। त्यसैले गर्दाखेरि आगामी दिनहरूमा पनि उनीहरूको भाग्य भविष्यमा हामी सधैँ लागिरहनेछौँ भन्दै हजुरहरू पनि आफ्ना छोराछोरीहरूलाई चाहिँ समयमा नै ख्याल गर्नुहोला। समयमा विद्यालय आएर आफ्ना छोराछोरीहरूको जो गुनासो के छ, केमा सुधार गर्नुपर्छ ती कुराहरू पनि भनिदिनु होला। र अर्को कुरा, ठुलो विद्यालयमा धेरै पैसा तिर्दैमा राम्रो पढाइ हुने चाहिँ पक्कै पनि होइन र सानो विद्यालयमा पनि राम्रोसँगले चाहिँ शिक्षा दीक्षामा जोड दिनु हो भने यी बालबालिकाहरू राम्रा हुनेछन्।